नमस्ते साथीहरू, यो चाहिँ पाल्पाको तानसेन बजार। यो हाम्रो पाल्पा तानसेन बजार यसरी हुँदै हाम्रो यहाँ प्रवास। यो कमल पोखरी, यो मेडिकल, यो हाम्रो सराई माडी फाँट भनिन्छ। परेसम्म क्यामेरा कैद गर्न सकेन हैन। अनि यसरी प्रवासदेखि यो बाटो छिर्दै हामी आइयो भने सोध्दै खोज्दै यहाँ गणेशल आइन्छ। यो ठाउँ चाहिँ हाम्रो गणेशल। एउटा रुखले छेक्यो स्कुल। यो हाम्रो स्कुल हैन। अनि हैन हो। अनि यता काग पनि रहेछ। काग यो हाम्रो गुफा चौर, तेलगा, बागखोर, गाबडाँडा, आमडाँडा, यो सुनडाँडा, यो घाम लागेको मुनि गाबडाँडा, यो बररकोट, यो भाइरस्तान, सम्मबारी, लालुपाते, ढुङ्गा खानी हुँदै यो बतासे हुँदै छिर्नु पाल्पा। ठ्याक्क यहाँ अब गढसालदेखि आएपछि यसरी आउँदाखेरि गढसाल आइन्छ। गढसाल आएदेखि ठ्याक्क हाम्रो यहाँ भ्यू टावर बन्दैछ। काठको भ्यू टावर बन्दैछ। जमिनदेखि माथि 42 फुट हैन। अनि यो हाम्रो चाहिँ अस्थायी काठ व्यवस्थापन। यो हाम्रो पानी ट्याङ्की, ठ्याक्क पानी ट्याङ्की जगसग पुरै अस्ति गइयो। यो चाहिँ हाम्रो कता आइरहे पानी, गिट्टी बालुवा, काठहरू हाम्रो यहाँ आवश्यक पर्ने काठहरू। यो पानी ट्याङ्की, यो गाबडाँडा मुनि गामडाँडा, तेलगा, आमडाँडा, यी चौरी टोल, यता सुनडाँडा, शिखर डाँडा, भालुवाङ, कोलाङ, यता पर्छ मस्याम। यो बिचको कालो डाँडा चाहिँ हाम्रो गाउँको डाँडा। यो पानी ट्याङ्की, भ्यू टावर भइहाल्यो। ठ्याक्क प्रवास यतै प्रवास माडी फाँट देख्न सकिन्छ। पाल्पा तानसेन ठ्याक्क भ्यू चाहिँ ठिक छ। नाइट भ्यू पनि ठिक छ, डे भ्यू पनि ठिक छ। अनि हाम्रो यो कोकल, मदन पोखरा, डाँडाडुम, छाप, पिपलडाँडा भन्ने चाहिँ हो। यो खास चाहिँ कोकलको डाँडो। यो चाहिँ हाम्रो गाउँ तानसेन नगरपालिका 10 भारकेश भयो अहिले। पहिला चाहिँ तेलगा 1 भारकेश। हाम्रो वडा भवन यही मुनि छ। यहीँनिर यतै वरि नै छ। त्यही हो साथी हो। ल भ्यू टावर बन्दैछ। भ्यू टावरमा घुम्न आउने यसो चिल पारामा हैन। यहाँ पानीको पनि व्यवस्था हुन्छ। यहाँ कटेज पनि बन्दैछ। यहाँ टेबल बेन्चहरू बन्दैछ। भ्यू टावर आधा भएछ काठ काम चाहिँ सुरु हुँदैछ। अब फर्याङ हाल्दै ठक्क घुम्दै 42 फुटको भ्यू टावर बन्दैछ। ल साथीहरू, वेलकम टु तानसेन पाल्पा तेलगा 1 भारकेश तानसेन नगरपालिका 10 भनौँ हैन। ल यहाँ चाहिँ यसरी बाटो पनि ठिक छ सबैको लागि। गाडी, कार, जिप, भ्यान, बस, ट्रक। ल पाल्पा खरे माडी जाने बाटो यो। यो चाहिँ कमल पोखरी, मेडिकल, यही सुन्दर गाउँ सरस्वती माध्यमिक मावि नै हो। यो चाहिँ आरेमामजिङ, चितपानी, यो यता हुँदै यता भन्दै जान्छ नि। यो डाँडा छ नि, यो यहाँ चाहिँ एउटा झन्डा पनि छ, टावर पनि छ। मौसम क्लियर भएको बेलामा चाहिँ अझै राम्रो देखिन्छ योभन्दा। त्यहाँ चाहिँ नेपालको झन्डा फरफराएको चाहिँ यहाँबाट देख्न सकिन्छ।